हेलो हेलो साथीहरू, स्वागत छ हजुरहरूलाई मिनी ब्लगमा है। आज चाहिँ हजुरहरूलाई म मार्खु लगेर जानेछु। कुलेखानी ड्याम हुँदै मार्खु लिएर जानेछु। यता गर्मी भएको भएर त्यतातिर यसो चिसो हावा पनि खाउँ कि भनेर हामी गयौँ। चिसापानी पनि पुगिसकेको छ, चिसापानी गढीमा है। अनि बिस्तारो दुईजना, हामी जान चाहिँ 4-5 जना गएको। अनि भिडियोमा चाहिँ हामी 2 जना मात्रै क्याप्चर छौँ कि मैले 2 जनाको मात्रै, किनभने बाइकमा गएको यता अघि पछि भयो है, माहौल पनि भएन। अनि हामी पुगिसक्यौँ देउरालीमा। देउरालीमा चाहिँ शीतल थियो, चिसो हावा चलिरहेको थियो। अनि यतातिर गर्मी भएको भएर हामी चाहिँ शीतल चिसो हावा खाँदै हामी पुगिसक्यौँ, ड्याम छेउछाउ पुगिसके। अनि त्यसपछि हामी शीतल हुँदै है, बाइकको चाप बढी थियो। अनि ठिकै छ, फेरि शनिबार पनि रहेछ कि बिदाको दिन। अनि बिदाको दिन परेपछि त भइ नै हाल्छ सबैजना। अनि त्यसपछि हामी ड्याम पनि पुगिसक्यौँ है। यो चाहिँ कुलेखानी ड्यामको बाँध हो। अनि हामी चाहिँ ड्याम हुँदै, यहाँ भिडियोहरू खिच्न चाहिँ पाइँदैन क्यारे। अनि लुक्दै बिस्तारो खिचिरहेको छ, अलिअलि यसो क्याप्चर मात्र गरेको। साँच्चै भन्नु पर्दाखेरि यो कुलेखानी ड्याम चाहिँ हाम्रो लागि चाहिँ वरदान नै जस्तो लाग्छ कि, किनभने धेरै टाढा पनि जानु परेन, यसो हावा खान होइन, बोर्डिङ सोर्डिङ गर्नु पऱ्यो भने पनि नजिक, यो ठाउँबाट धेरै नजिक छ यो ठाउँ। हजुरहरूलाई पनि पाइक पर्छ होइन, फुर्सद हुन्छ भने जानु, एकदम राम्रो ठाउँ छ है। हुन त सबैजना गइसक्नु भएको होला। मैले चाहिँ त्यहाँनिर रोकेर एकछिन यसो भिडियो खिच्ने प्रयास गरेको थियो, तर त्यति राम्रो चाहिँ मैले क्याप्चर गर्न सकिनँ। लगभग आधी घन्टाको बसाएपछि चाहिँ हामी लागेको थियौँ है। हामीले यहाँनिर कलङ्की सबै छोडेर आइसक्यो। अलिअलि उता जाने बाटो चाहिँ कलङ्कीदेखि छुट्टिने जुन मार्खु जाने बाटो चाहिँ उ नै थियो। अनि हामी फाइनल्ली पुगिसकेको पनि छ है। अनि यहाँनिर हामी पुगिसकेको थियौँ। अनि त्यहाँ चाहिँ आल्चा पनि बेसरी फलेको रहेछ है। यो देखेर त ओहो, मन पनि आनन्द भयो कि, मनमोहक भए हामी पुरै यो हेरेर बाफ्रे बाफ्रे भन्दै टिप्दै। अनि त्यसपछि आफ्नै हातले टिपेर खाएको यति मिठो थियो है। यो बयान गर्नै नसक्ने थियो कि, त्यस्तो मिठो थियो है। पुग्न चाहिँ हामी बेलुकाखेरि मात्र पुग्यौँ, कति 4-4:30मा चाहिँ माथि पुगेको थियो होला। अनि त्यसपछि एकछिन बगैँचामा गएर यो आल्चा टिप्यौँ अनि खायौँ सबैजना मिलेर। आल्चा खाइसकेपछि हामी ताल एकछिन बेलुका ताल घुम्न पनि हिँड्यौँ। अनि सुन्दर, कस्तो आनन्द लाग्ने है। एकछिन त्यहाँनिर बस्यो, हावा पनि खायो। अनि पिकनिक खान आउनेहरू पनि हुनुहुन्थ्यो, भिडियो बनाउन फोटो खिच्न आउनेहरू पनि हुनुहुन्थ्यो, किनभने हिजो शनिबारमा त प्याकै हुने रहेछ सबै ठाउँतिर। अनि हामी सानो बुनुलाई पनि भेट्न गएको थियो कि, हेर्नु न दौडिँदैछ बुनु चाहिँ। बुनु चाहिँ दौडिँदैछ है। ऊ कस्तो ज्ञानी रहेछ, मायालु अनि ज्ञानी, मजाले खेल्ने है, आफै खेल्ने आफै हिँड्ने सबै। नानी चाहिँ 2 इयर्सको। सुन्नु ल, नानीले मलाई अहिले फुल दिन्छे, आई लभ यु भन्दै फुल दिन्छ कि उसले। आउनु त लिनुहोस्। आई लभ यु टु चान्यु, थ्याङ्क यू। अन्तिमसम्म भिडियो हेर्नु भएकोमा धेरै धेरै धन्यवाद।